यो चाहिँ ग्रिन हाउसमा चाहिँ बुढाखोपमा चाहिँ यसरी टमाटर फल्दै रहेछ है लु 1 महिना लौका पनि रहेछ अब 1 महिना जस्तोमा चाहिँ बटङ टङ 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 खानु हुने रहेछ है लु यो पनि छ लौकाको बोट चाहिँ टमाटर भन्ने चाहिँ सानो चाहिँ छैन नि त अब यहाँनिर चाहिँ डल्ले खोर्सानी रहेछ लु ब्रोकोली पनि अहिलेसम्म भएको डल्ले चाहिँ जति यहाँ चाहिँ लु काँक्रा पनि फल्न आँटेको छ हाम्रो चाहिँ भर्खर थुङ्गामा चाहिँ उम्रिँदैछ भर्खर यो डल्ले खोर्सानी र टमाटरको मालकिन चाहिँ यहाँ अब 1 महिनामा चाहिँ लु यहाँ टमाटर र उयो चाहिँ किन्नु आउनुहोस् है सबैजना डल्ले खोर्सानी है सब्जीहरू